हुँदा दिउँसै रक्सी चढाउन थाल्यो होइन अब नाइट बस हो र राति मात्रै चढाउनलाई मेरो खराब पानी छ मेरो खराब तेरा बाउ खा चाँडै खा खा छिटो अझै मिलेनस् ए साथी तरकारी अचार केही छैन खत्तम यो चाहिँ सट्टा हो कि क्या हो किन मिठो मिठो सट्टा अब हो त रे त्यसका बाजे के गरिरहे हो त त्यहाँ देखेनौ यहाँ पढिरहनी जमिनमा बसेर पढ्यो सधैँ फेलका फेल त्यही भएर रुख चढेर पढायो नि यसपालि त एसएलसी पास भए रुखा चढेर पास हुने भइदिया भए बाँदर जति सबै डाक्टर र इन्जिनियर हुन्थे तैँले गाउँमा रुख चढ्न जाने छैन अहिले यस्तो त कहाँ चढ्नु हो गाममा त भुइँसी मात्रै चढ्यो यति राति आइछस् त खास कुरो त उडाएर ल्याइसक्यो के हो गङ्गा भएर उडाएर ल्याउनलाई ए अर्को हिरो खोइ त हिरो कहाँ एक्लै आउँछ त हिरोइनसँग आउँदै खालि खत्तम अब के गर्छस् त केटो खास त तँलाई उडौँ भनेको त कहाँ छड्किस त्यही भएर उसैलाई उडाइदियो मैले मेरो खराब पानी छ मेरो खराब साला मैले धर्रा र घण्टाघरको लप परे फर्स्ट टाइम देखेला आज त नौनलाई छस् त तिमी जस्तो हो त महिना दिनमा नुहाउने मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन हाम्री आमा त स्याम्पल पिसै हो नि कहाँ भेटेछन् कुनै हाम्रा बाले त्यसको असर मलाई सोच परिरहेछ यहाँ फेरि बिहाको कुरा ननिकाल है आमा तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त तँलाई पाइन तँलाई तिमीले हात दिनु सिकायौ अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु एक्सक्युज मी नेपालीमा भन अंग्रेजी बुझ्दिन वार्ताको टेबलमा एकचोटि बस्दै नि त यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ पछाडिको 6 वटा त मैले दिया हो अगाडिको 4 कसले दिएछ आर यु कमेडी मी ओइ भोलि तिमीहरूको बिहान के गर्ने प्लान छ भन त बिहान उठ्ने मुख धुनी बम पड्काउने 4 बम